सक्दिन। ल साथीभाइ हो तपाईँहरूलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। र अहिले भने दसैँको माहौल छ है। अहिले भने हाम्रोमा टिका हुँदैछ। अन्त यता हाम्रो हुन्छ हाम्रो आबिन, हाम्रो आपाको दाजु। हेलो भन्दैन आबिन। सक्यो यति गर्नु भनेकै ठुलो कुरा हो हाम्रो लागि हो। यता हुँदैछ ऊ लाउने नि टिका हुँदैछ। हाम्रो माइला दाजु लाउनु हुँदैछ अहिले चाहिँ। त आमाले लगाइदिनु हुँदैछ। माइला दाजु लगाउँछ अहिले चाहिँ है। हो हाम्रो घर चाहिँ यस्तै छ हो। स्टार्टको सानो हो। मेरो पनि भयो। लु 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 युट्युबबाट पनि खिच्नु पर्यो मजाले यस्तै टक्कै। मैले अहिले कसरी खिच्ने उपर मेन आएको थियो। ओ सोर सरबाट गयो। क्यामेराम्यान फोकस गरौ। छले त यहाँबाट त मजा आएन नि। आमा अलिक पछि जानु हल्का कुप्रो कुप्रो पर्नु आमा। उसको मेलो गर्नु पर्यो यहाँ फुलको मेलो फुलको मेलो। सङ्गीत कति पाउँछ होला खै म केही गेस गर्न सक्दिन। बस्नु अब बस्नु अब क्लोज सट ल। फुलको मेलो हुँदैछ। लु फुलको मेलो भयो है। लु फुलको मेलो हाम्रो त खाली छ त छैन त यहाँ त छ। आजको यो फर्स्ट ब्लग चाहिँ यहीँसम्म है। तपाईँको यो दसैँको डे फर्स्टको फर्स्ट ब्लग चाहिँ यहीँसम्म मात्रै। अब यसको कन्टिन्यू ब्लगहरू आउँछ किनकि भित्र ऊ आइसक्नु भएको छ हाम्रो पर आगोहरू है। हवस् त यहीँसम्म बाई बाई।